हेलो एभ्रिवान, आज चाहिँ हामी खेतबारीमा सिमी अनि आलु गोड्नको लागि गएको थियौँ। आज दिनभरि नै एकदमै धेरै चिसो थियो किनभने दिनभरि घामै लागेन र हामी 12:30 बजेतिर खेतमा गएको थियौँ। अनि आलु र सिमी गोड्दा गोड्दै हामीले सुँगुरको लागि चारो पनि हामीले टिप्यौँ। आज हाम्रो कथा भन्दा पनि एकजना यस्तो व्यक्ति जो चाहिँ एकदमै धेरै मेहनत गर्नुहुन्छ अनि उहाँ हाम्रो छिमेकी हुनुहुन्छ। उहाँको बारेमा चाहिँ अनि उहाँले गर्नुभएको मेहनतको बारेमा चाहिँ तपाईहरुलाई देखाउन मन लाग्यो। यो चाहिँ सुपारीको बीचमा चाहिँ यसरी उहाँले कोपीहरू पनि रोप्नु भएको छ। यस्तो गर्न मिल्दो रहेछ। अनि यो सुपारी बगान अनि त्यस पछाडि बीचमा तरकारी अनि त्यस पछाडि बीचमा तपाईले देख्नुहुन्छ केराको बोटहरू देख्नुहुन्छ। यति धेरै मेहनत गर्नुहुन्छ। अनि हाम्रो माइला दाइ चाहिँ उहाँ नै हुनुहुन्छ, परबाट आउँदै हुनुहुन्छ। अनि उहाँलाई नभनिकन मैले भिडियो खिचेको थिएँ अनि अलि अप्ठ्यारो मान्दै हुनुहुन्थ्यो अनि मुसु पनि हाँस्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ उहाँलाई थाङ्रो चाहिँ बीचमा सिमी रोप्नु भएको रहेछ सुपारीको बोटको बीचमा। अनि यसलाई चाहिँ यस्तो मेहनत गरेर उहाँले यो माथि चाङ लाउँदै हुनुहुन्छ। अनि उहाँले छेउमा हेर्नुभयो भने त्यहाँनिर तपाईँले उखु रोपिएको छ। अनि त्यो उखु बारीको बीचमा तपाईँले हेर्नुभयो भने त्यहाँनिर अझै अरू धेरै सुपारीहरू छन्। केरा पनि देख्नुहुन्छ होइन, यो केरा कस्तो मजाले फलिरहेको छ। यो जहाजी केरा बारीको छेउमा उहाँले हरियो घाँस लगाउनु भएको छ। यो हरियो घाँस चाहिँ गाईको लागि हो किनभने उहाँले गाई पनि पाल्नु भएको छ र गाईको दुध बेचेर उहाँले पैसा पनि कमाउनुहुन्छ। उहाँको यो मेहनत र लगनको लागि सलाम गर्न चाहन्छु। र उहाँले यो सुपारी खेती चाहिँ ठुलो क्षेत्रफलमा लगाउनु भएको छ। वारीबाट खिच्दाखेरि पारी देख्नको लागि मुस्किल पर्छ। माइला दाइले उहाँ पर स्क्रिनमा देख्नुहुन्छ काम गरिराख्नु भएको छ। फेरि पनि एकपटक यी मेहनत गर्ने हातहरूलाई मेरो तर्फबाट सलाम गर्न चाहन्छु। यो छोटो मिनी भ्लगलाई हेरिदिनु भयो त्यसको लागि यहाँहरू सबैजनालाई धन्यवाद भन्दै यो मिनी भ्लगबाट बिदा हुन चाहन्छु। फेरि अर्को मिनी भ्लगमा भेट्ने बाचा गर्दै आजको लागि बाइ बाइ, ह्याभ अ नाइस डे।